हेलो नमस्कार। आज चाहिँ यहाँनिर हाम्रो रेखेत दाइले चाहिँ आज हो के अरे नयाँ ट्र्याक्टर चाहिँ फिट गर्दैछ है। आज दोहोऱ्याएर यस्तो छ। यहाँनिर चाहिँ के गर्दै हुनुहुन्छ भनेदेखि हैन, यहाँ एयर सिलिन्डर चाहिँ टाइट गर्दै हुनुहुन्छ। यहाँ तीनटा नट हुन्छ हैन, यो चाहिँ टाइट गर्दैछ। अनि यसको ट्याङ्की यहाँ छ, पेट्रोल ट्याङ्की, डिजल ट्याङ्की हैन। साइलेन्सर यस्तो खालको छ है यो चाहिँ हैन। अब ह्यान्डल यसरी ल्याङफ्याङ पारेर राखेको छ। अहिले जोड्दैछ हैन। कट्ट टायर छ त्यसको हैन। अनि त्यहाँनिर टायर यहाँ हाल्नुपर्छ, यहाँनिर टायर हाल्नुपर्छ हैन। यो चाहिँ अब ह्यान्डल यहाँ जोड्छ। अनि ह्यान्डल जोडेपछि अनि टक्क लाएर ट्र्याक्टर मोबिल सबिल हाल्ने, अनि ट्र्याक्टर गियर ओइल हाल्ने हैन। अनि चट्ट स्टार्ट गर्ने हो कि हैन। यस्तो दामी भएछ नि, दामी छ नि हैन। सबैजनालाई राम्रो लाग्ने खालको ट्र्याक्टर हो यो हैन। मिस्त्री साहब यहाँ हुनुहुन्छ हो, फिट गर्दै हुनुहुन्छ। ऊ झरे थाहा छैन, ऊ फनफन घुमाउँछन्, के गर्छन् हैन। यहाँनिर आम्मा ल केटीहरू पनि हिँड्छन् यहाँ बाटोमा यस्तरी हैन। केटीहरू पनि हिँड्छन् ल्याङफ्याङ पारेर। गर्मी छ, हिजो चैत बेलामा केटीहरू पुरै ल्याङफ्याङ पारेर हिँड्छ यहाँ। के गरे हौ? मेहनत गर भाइ भन्थे। हिम्मत गरे मेहनत गर भाइ भन्थे। ए तेरिका कसरी हाल्या? ओहो हाल्नु आउँदैन यार, ल्याम्म हाल्यो। यो भित्र हाल्नु नहुने। मेहनत गर भाइ। भित्र भने बुझ्दैन। यो हाम्रो रेखेत दाइले चाहिँ बुझ्दैन है भित्र भनेको। अनि त्यही हो यसरी चेपिने भयो त। चेपिन्छ जाँड। यसलाई यसरी छिराउनु पर्छ है। यस्तो गरेर च्यातेर छिराउनु पर्छ। यसरी च्यातेर ल कति हजार छ यहाँ पैसा आइसक्यो हैन। अब ट्र्याक्टर बेच्दिन लागेको छ यहाँ। पैसा मेहनत गर भाइ, पैसा त आइहाल्छ। मेहनत गर भाइ, मेहनत पैसा मेहनत गर्नुपर्छ अनि आउँछ पैसा हैन। ट्याक लाग्यो हैन। अब यसरी कसिसक्यो, पैसा गोजीमा हाल्यौँ हैन। अनि त्यहाँबाट कुरा गरौँ। धेरै कसेर उठाउनु खोज्छ ऊ, अनि ल्याएर हल्दिन्छ हैन। अलिक खोल्नुपर्छ नि त। त्यो नजाने र नजान्ने हजुर ठोकियो पाइपमा। यसरी निकाल्नुपर्छ नि त। अनि यसरी गर्नुपर्छ हैन। ल टायर हाल्नुहोस्। अब टायर हाल्ने तरिका भनेको यस्तो हुन्छ हैन। ट्याक्क यतापट्टि राखिदियो, अनि उतापट्टिको टायर यहाँ चट्ट अब कसरी होइन पोल्ट्याउने उठाउँछ जुरुक्क काँडा हालेर हेर्दाले होइन। च्याट्ट खाँच्छ, अनि यतापट्टि थेगेर बस्नुपर्छ। अनि यतापट्टि थेगेपछि अब यतापट्टि नै हाल्छ टायर, यहाँ हाल्छ ल टायर हालेर अड्डिसक्यो होइन। चट्ट लाएर अब अहिले टायर हालेपछि यस्तो देखिन्छ होइन। अब यसको कभरहरू कस्नु छ होइन। यहाँ पहिला लक पिन हाल्नुपर्छ। लक पिन हाल्नलाई चाहिँ यहाँ अलिकति उठाइदिएर सहयोग गरिदिन्छु म। अनि दाइले त्यहाँ लक पिलुमा छिराउँछन्। ऊ त्यही सकेन यहाँ, छिराउनु सकेन, हान्नुपर्छ। ट्वाक्क यसरी हानेपछि अनि छिर्छ। अनि त्यहाँबाट लक हाल्छ। अनि त्यहाँबाट यतापट्टिको उठाउनु पर्ने रहेछ है। मैले यतापट्टि उठाइदिएँ, यतापट्टि स्याम हाल्छु। हाल्नु त डेन्जर छ नि। ल न्यू ट्र्याक्टर फिटिङ जस्ट one set
सेटअप गर्दै हुनुहुन्छ। अब रेखेदाले तान्दै हुनुहुन्छ उता बाहिर। स्ट्यान्ड लगाइदिनु भने होइन, मैले स्ट्यान्ड गरेर लगाइदिइसकेँ ठ्याक्क। अब यस्तो देखेँ ल, पुरै देख्दैन कि है तेरिका। ल यस्तो देखिया छ होइन। ल यस्तो देखिया छ। अनि यहाँ रेखेदाले चाहिँ यो यहाँ यसरी यो डन्डी चाहिँ यहाँ यसरी कस्नुपर्छ है, च्याट्ट पाराले होइन। ठ्याक्क हिले छेक्नको लागि, हिलो माछा छेक्नुको लागि हिलो ढुङ्गाबाट बचाउन। ढुङ्गासुङ्गा उछिट्याउँछ अरे जोत्दाखेरि, अनि यो छेक्नुलाई राख्यो अरे भन्छ। यहाँ कम्पनीको मान्छे त होइन, यो मिस्त्री हो। यो मान्छे मिस्त्री हो। यो बुढेसकाल भएर नि जोड्नु आएन भन्छ यार। अचम्मको कुरा छ। यहाँ हेर्नु न, ल हेर्नु, थोत्रे मेलको सामान ल्याएर यहाँ जोड्नु आएन भन्छ। बुढेसकाल लगाइसक्यो, जोड्न आएन हो। के गरे त अब यसलाई यसरी घोटो पार्नुपर्छ। अनि अलि लुज राख्नुपर्छ, धेरै लुज भयो फेरि खलत्तै। ल अब यो खलत्त हाल्ने भइहाल्छ त। ल जानेन एकतिर गर एकतिर बाँगिन्छ। मेरो हातै लागेन। किन लागेन हो? हात किन नलाग्यो? हात लागेन भन्छ, मेरो यहाँ खुसिसक्यो। खलत्त परे, खलत्तै परे। तेरिका माइकरस खै पेचकस। पेचकस पनि बोकेर हिँडेछ बुढोले च्याट्ट पाराले। सकेन भन्छ, सकाइदिएँ ल।